रविजीलाई पनि निकालौं कुनै तरिकाले। उहाँको एउटा नेतृत्वको नै आवश्यकता छ। उहाँको जुन मुद्दा छ त्यसलाई चाहिँ बाहिर नै रहेर चाहिँ त्यसलाई फेस गर्ने एउटा वातावरण बन्न सक्दाखेरि चाहिँ उहाँको जुन क्षमता प्रतिभा हो त्यसको प्रयोग पनि हुन सक्थ्यो। कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डका पार्टीहरूले जनतालाई चाहिँ ठगेर जुन दुर्दशामा पुर्याएका छन् त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ। त्यसनिमित्त तपाईहरु लाग्नुहोस्। कांग्रेस र कम्युनिस्ट भन्ने जुन नेपालमा जुन दुईटा धार छन् त्यो 7 सालदेखि भनेको तिनको जही दर चाहिँ तलसम्म चाहिँ झरा छ। अहिले हल्लन त हल्लिया छ तर त्यो पुरै उखेलिया चाहिँ छैन। र फेरि उनीहरूले जुन गडबडी गरेर साधन स्रोतको दुरुपयोग गरेर चुनाव चाहिँ जित्छन् त्यो चाहिँ ती वञ्चित भएका पनि छैनन्। त्यसैले नयाँ र वैज्ञानिक शक्तिहरू सबै एक ठाउँमा नआउने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो हुन सक्छ। गर्दा उहाँले भित्र हुनुहुन्छ। अब त्यो अलगै पाटोमा मैले धेरै बोल्नु उपयुक्त हुँदैन। मलाई उहाँमाथि अलिकति भेदभावपूर्ण नै भयो कि भन्ने लागेर मैले पनि हस्ताक्षर गरेकै हो। त्यसको अर्थ फेरि उहाँलाई मैले क्लिन चिट दिने कुरो पनि दिए त्यो त अदालतले निर्णय गर्ने कुरा हो। तर उहाँलाई चाहिँ आफ्नो चाहिँ सफाई दिनको निम्ति त्यहाँ बाहिर आएर नै उहाँले चाहिँ मुद्दा खेप्दाखेरि नि त्यही न्यायपूर्ण हुन्थ्यो भन्ने मलाई अलिकति लागेकै हो। र अहिले पनि अब बढी बोल्दाखेरि चाहिँ फेरि समस्या पर्ला। तर मेरो चाहिँ आग्रह के हो भने उहाँलाई चाहिँ कुनै ढङ्गले चाहिँ उहाँको जुन मुद्दा छ त्यसलाई चाहिँ बाहिर नै रहेर चाहिँ त्यसलाई फेस गर्ने एउटा वातावरण बन्न सक्दाखेरि चाहिँ उहाँको जुन क्षमता प्रतिभा हो त्यसको प्रयोग पनि हुन सक्थ्यो भन्ने मलाई लाग्छ। तर सँगै राष्ट्रपति साथीहरूलाई आग्रह के हो भने तपाईहरु चाहिँ अहिले भएका स्थापित दलहरू मध्येमा अलि ठुलो दल भएको हुनाले तपाईहरु एक्लैले मात्रै सक्छु भन्ने लाग्नु त स्वाभाविक हो। सबैलाई लाग्छ भने हेरेर म त सानो पार्टीदेखि ठुलो पार्टी भएर फेरि जिरोबाट सुरु गरे मान्छे भएको हुनाले त्यो मनोविज्ञान हामीलाई हुन्छ। तर यो कांग्रेस र कम्युनिस्ट भन्ने जुन नेपालमा जुन दुईटा धार छन् त्यो 7 सालदेखि भनेको तिनको जही दर चाहिँ तलसम्म चाहिँ झरा छ। अहिले हल्लन त हल्लिया छ तर त्यो पुरै उखेलिया चाहिँ छैन। र फेरि उनीहरूले जुन गडबडी गरेर साधन स्रोतको दुरुपयोग गरेर चुनाव चाहिँ जित्छन् त्यो चाहिँ ती वञ्चित भएका पनि छैनन्। त्यसैले नयाँ र वैज्ञानिक शक्तिहरू सबै एक ठाउँमा नआउने हो भने उनीहरूलाई परास्त गर्न गाह्रो हुन सक्छ। भलै उनीहरू धेरै हल्लिएका छन्, सम्भावना धेरै बढेको छ, जेनजी भएका साथीहरूको स्पिड राम्रो छ। तर हामी एकै ठाउँमा आएनौँ। हामी भने तपाईहरु भन्छौँ म, किन म त एउटा एक्जिक्युटिभ रोलमा कार्यकारिणी भूमिकामा रहन्न भनेर नै तपाईहरुले सहयोगी भूमिका खेल्छु भनिसकेको मान्छे भएको हुनाले म त भन्दिनँ। तर तपाईहरु जो साथीहरू हुनुहुन्छ, रेशमजीले पनि अलिकति सुन्नु होला। तपाई पनि अब आफ्नो क्षेत्रमा राम्रै गरिराख्नु भएको छ, राष्ट्रपति साथीले गर्नुभएको छ। मुख्य त पहाडी भेगमा छ। अब मधेस फेरि ठुलो महत्त्वपूर्ण क्षेत्र हो। त्यो मूल मधेसबाट पनि केही शक्तिहरू यसमा जोडिनुपर्छ। त्यसो गर्दाखेरि मलाई लागेको चाहिँ के हो भने मेरो चाहिँ आग्रह छ तपाईहरु सबै यो न्यूनतम कुराहरुमा सहमत भएर एउटै पार्टी बनाउनुस् भन्ने हो। त्यसको निम्ति रविजीलाई पनि निकालौं कुनै तरिकाले। उहाँको एउटा नेतृत्वको नै आवश्यकता छ। त्यो सँगसँगै तपाईहरु जुन सबै व्यक्तित्वहरू हैन, सोडेनजीहरू भयो, हाम्रो सिकेजीहरू हुनुभयो, हाम्रो रेशमजीहरू हुनुभयो र हाम्रा दुर्गाजीहरू। हामीले महिला भन्दाखेरि त्यो गर्नै छोड्छौँ। फेरि उहाँ त धेरै पहिलेदेखि काम गर्दै आउनुभएको हुनुहुन्छ। हाम्रो रन्जुजीहरू हुनुहुन्छ, युवाहरू पनि पहिलेदेखि गरिराख्नु भएको जेनजीका साथीहरू हुनुहुन्छ। यसको चाहिँ एउटा राम्रो चाहिँ कलेक्टिभ टिम चाहिँ बनाएर चाहिँ अगाडि जान सक्ने हो भने कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डका पार्टीहरूले जनतालाई चाहिँ ठगेर जुन दुर्दशामा पुर्याएका छन् त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ। त्यसनिमित्त तपाईहरु लाग्नुहोस्। र त्यसमा मेरो चाहिँ निजी रूपमा व्यक्तिगत रूपमा मैले जुन रूपले सक्छु पुनः शास्त्र सहयोग रहन्छ। यही आग्रह सहित जुन यो तपाईहरु यो कार्यक्रम छ राम्रोसँग संवाद छ।